बिस्मिल्लाहिर्रहमानिर्रहीम अल्हम्दुलिल्लाहि वहदह वस्सलातु वस्सलामु अला मन ला नबिय्य बादह अम्मा बाद। आदरणीय दर्शकवृन्द, प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, अस्सलामु अलैकुम वरहमतुल्लाहि वबरकातुह। दिशा पिसाब गर्ने शिष्टाचारहरूमध्ये एउटा शिष्टाचार यो पनि हो कि प्राय दिशा पिसाबको लागि बसेर दिशा पिसाब गर्ने। दिशा त बसेर नै गर्नुपर्छ, तर पिसाब चाहिँ पिसाब पनि बसेर नै गर्ने भन्नाले बसेर पिसाब गर्ने वा आवश्यकता परेको छ भने यस्तो ठाउँ छ जहाँ पिसाब गर्नको लागि बस्ने ठाउँ छैन वा यस्तो डर छ कि यदि बसे भने त्यहाँ चाहिँ तल भएका अपवित्र चीजहरू चाहिँ लुगामा लाग्न सक्छ भने यस्तो अवस्था छ भने उभिएर पनि पिसाब फेर्न जायज छ। आउनुहोस् यस बारेमा हदिसहरू। वास्तवमा चाहिँ दिशा होस् वा पिसाब होस्, दुवै कुरा चाहिँ बसेर नै गर्नुपर्छ। तर र यस विषयमा आइशा रदियल्लाहु ताला अन्हाको हदिस जुन अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमको चाहिँ अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमको तरिका र बानी र विधि के हुने गर्थ्यो, यस विषयमा उहाँले भन्दै हुनुहुन्छ कि मन हद्दथकुम अन्न रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम बाला काइमन। आइशा रदियल्लाहु ताला अन्हाले भन्नुहुन्छ कि यदि कि जसले तिमीहरूलाई यो कुरा भन्दछ, यो बयान गर्दछ कि अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले उभिएर पिसाब फेर्नु भयो, फला तुसद्दिकु, त त्यसको कुरा नपत्याऊ, त्यो झुटो हो भन्नाले त्यो कुरा नपत्याऊ, उभिएर नबी सल्लल्लाहु अलैहि वसल्लमले पिसाब गर्नु भएको छैन भन्ने उहाँको अर्थ हो। आइशा रदियल्लाहु ताला अन्हाको भन्नुहुन्छ फेरि कि मा काना यबुलु इल्ला जालिसन, अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले सधैँ चाहिँ बसेर नै नबी सल्लल्लाहु अलैहि वसल्लमले पिसाब फेर्नुहुन्थ्यो, पिसाब बसेर नै फेर्नुहुन्थ्यो। यो चाहिँ इब्ने माजा र यसै प्रकार इब्ने माजाको हदिस हो, तिर्मिजीको हदिस हो र अल्लामा अल्बानीले यस हदिसलाई चाहिँ सही पनि भन्नुभएको छ। आदरणीय दर्शकवृन्द, योले यो कुरा स्पष्ट हुन्छ जस्तो कि आइशा रदियल्लाहु ताला अन्हाले भन्नुहुन्छ कि अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले बसेर नै पिसाब फेर्नुहुन्थ्यो भन्नाले मूल कुरा यो हो कि दिशा होस् वा पिसाब हो बसेर नै गर्नुपर्छ। तर पिसाब चाहिँ यदि आवश्यकता पर्यो भने वा यस्तो परिस्थिति आयो जहाँ बस्न गाह्रो छ वा बसेर बस्दाखेरि चाहिँ कुनै अपवित्र चिज पनि लाग्न सक्छ, अपवित्रताबाट बच्न गाह्रो हुन्छ बस्दाखेरि भने यस्तो अवस्थामा कुनै यस्तो अवस्थामा उभिएर गर्नु पनि जायज छ, पिसाब फेर्नु पनि जायज छ। यस विषयमा हुज़ैफा रदियल्लाहु ताला अन्हुको हदिस उहाँले भन्नुहुन्छ कि रआइतुनी अना व नबी सल्लल्लाहु अलैहि वसल्लम नतमाशा, कि म चाहिँ र अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लम सँगै हामी चाहिँ हिँडिरहेका थियौँ। फअता सोबातत कौमिन खल्फ हायत, अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लम एउटा चाहिँ भित्ता पछाडि अर्थात् पर्खाल थियो, त्यो पर्खालको पछाडि मानिसहरूले चाहिँ त्यहाँ कुडा कर्कट फाल्ने ठाउँ, फोहरहरू चाहिँ त्यहाँ फाल्ने ठाउँ थियो, त्यो ठाउँमा अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लम आउनुभयो। फकाम कमा यकुमु अहदुकुम फबाला फमतबजतु मिन, भन्नुहुन्छ कि अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लम त्यहाँ आउनुभयो अनि तिमीहरूमध्ये कसैले जस्तो उभिए जस्तै उहाँ पनि उभिनु भयो, तिमीहरूमध्ये कसैले उभिए जस्तै उहाँ पनि उभिनु भयो। फबाला र पिसाब फेर्नु भयो। फमतबजतु मिन्हु, अनि म चाहिँ त्यहाँबाट अलि अलग भएँ। फअशारा इलैया, अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले मलाई संकेत गर्नुभयो, इशारा गर्नुभयो। फजिअतुहु, अनि म आएँ। फकुमतु इन्द अकीबिही हत्ता फरग, म आएर उहाँ सल्लल्लाहु अलैहि वसल्लमको कहाँ पछाडिबाट म चाहिँ उहाँको कुर्कुच्चानिर म आएर उभिहालेँ, एउटा पर्दाको लागि पर्दा भइहाल्यो। भन्नुहुन्छ कि हत्ता फरग, यहाँसम्म कि नबी सल्लल्लाहु अलैहि वसल्लमले पिसाब फेरेर आफ्नो काम पुरा गर्नुभयो अनि म चाहिँ त्यहीँ उभिरहेँ। सही बुखारी र सही मुस्लिमको हदिस हो। आदरणीय दर्शकवृन्द, योले स्पष्ट छ, हदिस सही हो कि अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले जुन ठाउँमा जानुभएको थियो, पिसाब उभिएर फेर्नु भयो, त्यो ठाउँ चाहिँ कस्तो थियो, त्यहाँ चाहिँ बस्न सायद उहाँ बसेर गरेको भए त्यहाँ चाहिँ कुनै अपवित्र चिज लाग्न सक्थ्यो, अपवित्रताबाट बच्न त्यहाँ गाह्रो थियो, त्यसले गर्दा नबी सल्लल्लाहु अलैहि वसल्लमले उभिएर नै गर्नुभयो। यस विषयमा भन्नाले दुईटै प्रकारको हदिस स्पष्ट छ र दुईटैले यो कुरा प्रमाणित हुन्छ
कि यदि पराए चाहिँ बसेर नै पिसाब फेर्ने, तर यदि कहिलेकाहीँ आवश्यकता पर्यो यस्तो ठाउँ छ जहाँ चाहिँ बस्न गाह्रो छ वा कोही बिमारी व्यक्ति छ, बिरामी छ, त्यसलाई बस्न गाह्रो हुन्छ, कुनै खुट्टामा केही भएको छ, बस्न गाह्रो हुन्छ भने उभिएर गर्दा पनि गर्न जायज छ। यसलाई पाप पनि लाग्दैन, यसलाई पाप पनि लाग्दैन। र यो दुईटै हदिसको अर्थ हो कि अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले यो पनि कहिले आवश्यकता पर्यो भने जायज हो, उभिएर पनि गर्न सकिन्छ, पिसाब फेर्न सकिन्छ भन्ने कुरा बताउनको लागि नबी सल्लल्लाहु अलैहि वसल्लमले यो हदिसमा चाहिँ एक पटक दुई पटक यो जुन गर्नुभएको छ। नत्र सामान्य रूपले र प्राय नबी सल्लल्लाहु अलैहि वसल्लमले बसेर नै गर्नुहुन्थ्यो, पिसाब फेर्नुहुन्थ्यो, जस्तो कि आइशा रदियल्लाहु ताला अन्हाको हदिसमा स्पष्ट छ। अल्लाहसँग प्रार्थना छ अल्लाह हामी सबैलाई हाम्रो नबी सल्लल्लाहु अलैहि वसल्लमको सुन्नतको पालना गर्ने र दिशा पिसाबका शिष्टाचारहरू जुन नबी सल्लल्लाहु अलैहि वसल्लमले सिकाउनु भएको छ त्यसको पालना गर्ने अल्लाह तौफिक दिउन्। आमीन। वस्सलामु अलैकुम।